Like and subscribe. Guys, आज हामी जान लागेको छौँ गुराँसको फुल टिप्न त हेर्नु न गुराँसको फुल मस्तको हुन्छ हैन उ त्यहाँ हेर्नु पुरा भ्यू त मस्तको देखिया एउटा दामी हो नि भ्यू त बजाङ हो नि बजाङ उतातिर पानी पनि छ झर्नाको सेती नदी पनि यतै छ के गर्ने हैन सेती नदी पनि यतै त्यो पनि यतै एकैछिन बस्नु पर्यो यार बेटा मस्तको छ नि यार यो मेरो दाइ त्यो मेरो ठुलो मम्मी अनि उता मान्छे आउँदैछन् के गर्ने गुराँसको फुल कहाँ छ थाहा छैन यता बजाङतिर आएको गुराँसको फुल टिप्न कहाँ छ थाहा छैन के गर्ने चलो चलते हैं फिर से क्या मस्तको छ लाइक र सब्सक्राइब तो भूलना भी मत और दोस्तों को शेयर कमेंट में ओपी ब्लॉग ओके गाइस अभी तक गुराँस नहीं मिला अभी हम माथि नै हो छैन गुराँस त अब गुराँसको फुल कता हो यार केही छैन नि गुराँसे फुल रसे फुल फेरि कपिराइट लाग्ला के लगाम यो चिया हाम्रो चिया ऊ त्यति नै गुराँसको फुल छ हेर्नु त रुखिनै देखाउँछ है आइस हाम्रो गुराँस टिप्न गइरहेको छ यति नै फुल छ गुराँसको यति इजी तक म गइहाल्छु हेर्नु यति इजी चढ्ने त भइहाल्छ यस्तै त्यही त लागेको त छ ऊ त्यति न ऊ क्या ऊ त्यति रुख जुमै हुन्न अरे मोबाइलको के सेटिङ भयो जुमै हुन्न यार तपाईँले देखाउँथ्यो नि जुमै हुन्न के कहाँ छ त अरू फुल बाफ्रे अब त हेर्छ किन्नु भयो अब गुराँस कहाँ हेर्छ अस्ति कहाँ अरे भने यतै हो नि देखा ओके यता होइन चढ्ने त देखेको नि टिप्नलाई अस्ति चरा चढे कहाँ आउँछ यतैतिर जस्तो मान्छ के यतैतिर जस्तो यतातिर अझ एउटा दामी फुल हुँदैछ कहाँ देख्छ त्यति न फुलेको रहेछ खै ऊ त्यति न छ खै ल यति त पनि गइहाल्छ गइहाल्छु कि म यस्तै कहाँ छ खै ल गाइस के हो यार सुक्या यान्डिज ऊ त्यहाँ छ माथि खै कता माथि चढेको थिएँ उतारेको छ गाइस खै त्यहाँ नि ल पकड सुकिसक्यो रहेछ होइन मैले उता तिन देखाएको थिएँ तैँले बोलाइहालिस् गुराँसकै हो
यहाँ राम्रो खाले हातिदियो खै कहाँ देख्छ यार ल पकड त तिमी सक्ने है मजाले अहिले हामीले गुराँसको फुल टिपेर फोटो कार्यक्रम पनि गरिसकेका छौँ अब हाम्रो चिसो पानी झरनामा जानेवाला छौँ गुराँसको फुल उतातिर छ यहाँ आन्टीहरू हुनुहुन्छ आन्टी भन्छु ठुलो मम्मी भ्यू गाउँहरूको लागि गुराँस फुल रस यहाँ अब माथि चाहिँ लट्ठीहरू काट्नु जानु लाग्छ भन लट्ठी भ्यू हेर्नु न भ्यू वारिपारिको पनि देखा यो क्या मस्तको छ यो हाम्रो ह्यान्ड इज द बजाङको डन गुराँस उता हेर्नु भ्यू मस्त उतातिर पानी छ फेरि आउँछौँ हाम्रो एकैछिनपछि होइन भ्यू हेर्न सक्नुहुन्छ रुखिनु है फोटो हान्छु हाम्रो झरना पुगिसकेको छौँ पुग्यौँ फाइनली भागिरहनु पर्यो यति चिसो छ नि यो पानी कसम यति चिसो छ नि यो त्यहाँबाट आउँछ लास्टै चिसो लास्टै बहुत ज्यादा कस्तो चिसो यार यहाँबाट बगेर उता हेर्नु थर्को हटाएर मम्मी उता माथि हेर्नु थर्को हटाएर त्यस्तै छ नि हाइट के गर्ने यति चिसो गर्दा यति चिसो भ्याम ब्रिज यति चिसो नि कसम लास्ट चिसो छ यार उतै माथिदेखि आउँछ नि यो पानी चाहिँ झरनादेखि थाहा छ कि नै तपाईँलाई झरना त्यही त हो नि बजाङको खासियत ल